पैसा डिपोजिटको ब्याङ्क जस्तै सेयरको पनि एउटा ब्याङ्क हुन्छ, सुन्नुभएको छ त? त्यसलाई सिडिएससी भन्छन्। आज म तपाईलाई सिडिएससी भनेको के हो, त्यसले के गर्छ र किन तपाईको सेयर जीवनमा यो धेरै महत्त्वपूर्ण छ बुझाउने छु। सिडिएससी सेन्ट्रल डिपोजिटरी सिस्टम एन्ड क्लियरिङ लिमिटेड भनेको केन्द्रीय इलेक्ट्रोनिक प्रणाली हो जसले तपाईको सेयरलाई डिम्याट अर्थात् इलेक्ट्रोनिक रूपमा राख्ने र व्यवस्थापन गर्ने काम गर्छ। जसरी नेपाल राष्ट्र ब्याङ्कले सबै ब्याङ्कको हिसाब राख्छ, त्यसै गरी सिडिएससीले सबै सेयरको हिसाब राख्छ। कल्पना गर्नुहोस् त, यदि तपाईले सेयरहरू कागजी प्रमाणपत्रमा राख्नु परेको भए के हुन्थ्यो? तपाईलाई बोक्नु पर्थ्यो, सुरक्षित राख्नु पर्थ्यो, चोरी वा हराउने डर हुन्थ्यो र बेच्दा अरूलाई पठाउन हप्तौं लाग्थ्यो। सिडिएससीले यी सबै झन्झट हटाइदिन्छ। सबै सेयरहरूलाई डिजिटल रूपमा सुरक्षित राख्छ, कोसँग कति सेयर छ भनेर स्पष्ट रेकर्ड राख्छ, चोरी वा हराउने जोखिम घटाउँछ, सेयर किनबेच गर्दा तुरुन्तै हस्तान्तरण गर्न सहयोग गर्छ। अब तपाईँ सिडिएससीसँग सिधै काम गर्नुहुन्न, तपाईँ आफ्नो डिपोजिटरी पार्टिसिपेन्ट मार्फत सिडिएससीसँग जोडिनुहुन्छ। डिपी भनेको तपाईँ र सिडिएससी बीचको मिडलम्यान हो। जसरी ब्याङ्कहरूले नेपाल राष्ट्र ब्याङ्कसँग काम गर्छन्, त्यसै गरी डिपीले सिडिएससीसँग काम गर्छ। अब प्रश्न आउँछ, मेरो सेयर सिडिएससीको हिस्सा हो? हो, मेरो सेयर भनेको सिडिएससीको अनलाइन प्लेटफर्म हो जसलाई तपाईँ आफ्नो डिपी मार्फत प्रयोग गर्न सक्नुहुन्छ। यहाँबाट तपाईँ आइपिओमा आवेदन दिन सक्नुहुन्छ आस्पा मेथडबाट, त्यसपछि आफ्नो सेयर होल्डिङ हेर्न सक्नुहुन्छ, आइपिओको नतिजा हेर्न सक्नुहुन्छ, सेयर हस्तान्तरण वा प्लेस गर्न सक्नुहुन्छ। सिडिएससी भनेको पर्दा पछाडिको प्रणाली हो जुन डाइरेक्ट इन्भेस्टरसँग लिङ्क हुँदैन। मेरो सेयर भनेको तपाईँले त्यो प्रणालीसँग काम गर्न प्रयोग गर्ने अनलाइन झ्याल हो। नेपालमा केवल एउटा सिडिएससी छ। यो सेयरको लागि एक मात्र केन्द्रीय ब्याङ्क हो। तपाईको सबै डिम्याट खाता र कारोबार यहीबाट व्यवस्थापन हुन्छ। तपाईको सेयर जीवनको आधारभूत ढाँचा यही सिडिएससी हो, त्यसैले यसलाई बुझ्न अनिवार्य छ। अब तपाईहरुले सिडिएससी को कुरा अरूलाई पनि सजिलै बुझाउन सक्नुहुन्छ। यदि यस्तो सजिलो जानकारी तपाईलाई मन पर्यो भने लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सिनुहोस्। अर्को भिडियोमा भेटौँ।